हेलो एभ्रिवान, आई होप तपाईहरु सन्चै हुनुहुन्छ। आज मैले एनालाइटिकल रिजनिङको फिगर काउन्टिङबाट लेसन 2 अगाडि हामीले लेसन 1 मा नम्बर अफ ट्रायंगल प्र्याक्टिस गरेको थियो अनि अहिले लेसन 2 मा पनि अझै 15 वटा फिगरहरु ल्याएर आएको छु। आज हामी 15 वटा फिगर सल्भ गर्छौं। फर्स्ट फिगरमा जाऊ। यहाँनिर हामीलाई यसरी ट्रायंगल एउटा ठूलो ट्रायंगल भित्र अर्को ट्रायंगललाई उल्टो बनाएर राखिएको छ अनि यसको भित्र पनि एउटा ट्रायंगल छ अनि यसको बीचमा सेन्टरमा एउटा सानो ट्रायंगल छ। अब यसमा हामीले सिम्पली बाहिरबाट कतिवटा ट्रायंगल चाहिँ यहाँनिर बीचमा राखेर बनाएको छ भनेर काउन्ट गर्छौं। सुरुको यो ठूलो ट्रायंगल, त्यसपछिको यो उल्टो ट्रायंगल, अलिकति सानो अनि त्यो भन्दा अझै सानो तीनवटा ट्रायंगल अनि यो बीचको सेन्टरको एउटा ट्रायंगल गरेर यहाँनिर चारवटा ट्रायंगल छ। अनि यसपछि हामीले देखेको यो ट्रायंगल काउन्ट भएन। यहाँदेखिबाट हेर्नुस् है, यो ट्रायंगल काउन्ट भएन, यो ट्रायंगल बाँकी छ। 2 3 4 5 6 7 8 9 प्लस 9 इक्वल टु 13। अनि यस्तै गरेर यहाँनिर हामीले अर्को ट्रायंगल पनि देख्न सक्छौं। क्वेशन नम्बर फिगर 2 मा यसरी ट्रायंगल दिएको छ अनि यो बीचमा चाहिँ दुईवटा ट्रायंगल यसरी खप्टाइएको छ। अब यसमा हामीले अगाडि स्ल्यान्टेड लाइनमा फिगर काउन्ट जसरी गरेको थियो त्यसरी काउन्ट गर्छौं। 1 2 3 1 प्लस 2 प्लस 3 इक्वल टु 6। अब यसपछि हामीले अर्को ट्रायंगल यहाँनिर बीचमा देखिरहेको छौं प्लस 1। अब हामीले अर्को ट्रायंगल काउन्ट गरौँ। यहाँनिर छ एउटा ट्रायंगल यहाँ छ, अर्को ट्रायंगल यहाँ छ, यहाँनिर पनि छ अनि यो साइडमा पनि छ। 1 2 3 4 5 प्लस 5 गरेर टोटल ट्रायंगल अहिलेसम्म हामीले गरेको 12 भयो। अब यसपछि अर्को ट्रायंगल म तपाईहरुलाई अर्को पेन युज गरेर देखाउँछु। यहाँनिर छ एउटा ट्रायंगल अनि यहाँनिर पनि हाम्रो अर्को ट्रायंगल छ। भनेपछि अझै प्लस 2 गरौँ प्लस यहाँनिर एउटा ट्रायंगल हामीले जसलाई काउन्ट गरिरहेको छैनौं त्यो ट्रायंगल छ यहाँनिर प्लस 1 अनि त्यसपछि यो एउटा बिग ट्रायंगल पनि हामीले काउन्ट गरेको छैनौं, यो पनि प्लस 1 1 प्लस 1 2 यसरी यहाँनिर भयो 16। अझै यहाँनिर दुईवटा ट्रायंगल छ, त्यो ट्रायंगल कहाँनिर छ म तपाईलाई फेरि यसरी केरेर देखाउँछु है त। यसलाई म रेडले केरेर देखाउँछु। ल यहाँनिर हेर्नुस् है, यो ट्रायंगल यहाँनिर अझै दुईवटा ट्रायंगल भयो भनेपछि टोटल नम्बर अफ ट्रायंगल यसमा 18 छ। अब हामी जाऊ अर्को फिगर 3। ल हेर्नुस्, यो फिगर पनि हामीले बीचमा स्ल्यान्टेड लाइन हुँदाखेर 1 2 अनि 3 गरेर काउन्ट गर्ने भनेर हामीले थाहा पाइसकेका छौं। अर्को पनि 1 2 3 यसरी यहाँनिर 1 2 3 4 5 6 वटा ट्रायंगलहरु भयो। यसमा हामीले यो पोइन्टबाट यो पोइन्ट अनि यो पोइन्टमा हेरेर एउटा ट्रायंगलमा बीचमा स्ल्यान्टेड लाइन गएको भएर 1 2 3 काउन्ट गर्यौं अनि यसमा फेरि यो बीचको सानो ट्रायंगलमा तर यहाँनिर यो पुरै होल ट्रायंगल पनि छ जसको माथिदेखिबाट तलसम्म एउटा स्ल्यान्टेड लाइन गएको छ भनेपछि यहाँनिर पनि 1 2 3 रुल फेरि युज गर्ने। अनि यसपछि कतिवटा भयो त 3 टाइम्स 3 9 ट्रायंगल्स। अब यसमा हामीले यो ट्रायंगललाई काउन्ट गरिरा छैनौं, यो ट्रायंगललाई प्लस 1 10। अब अर्को ट्रायंगल हामीले कहाँनिर काउन्ट गर्न बाँकी छ, यहाँनिर यो पोइन्टबाट यसरी
यो ट्रायंगललाई हामीले काउन्ट गर्न बाँकी छ +1 अनि त्यसपछि फेरि यो ठुलो ट्रायंगलमा यतापट्टि राइट ह्यान्ड साइडको यो ट्रायंगल हामीले 1 2 3 यो बिग ट्रायंगलमा बीचमा स्ल्यान्टेड लाइन गएकोबाट हामीले काउन्ट गरिसकेको छौं। तर यसमा यो दुईवटालाई जोडिसकेपछि यहाँनिर दिएको स्टार अनि यो साइडको यो सानो ट्रायंगल यसले हामीले काउन्ट गरिरहेको छैनौं भनेपछि यो ट्रायंगललाई पनि एड गर्ने +1 अनि अर्को ट्रायंगल छ हामीले नदेखेको अनि काउन्ट नगरेको त्यो ट्रायंगल छ यहाँ यसलाई पनि काउन्ट गरेपछि एड गरेपछि यो फिगरमा टोटल नम्बर अफ ट्रायंगल छ 12 वटा। अब जाऊ हामी नेक्स्ट फिगर 4। यो फिगरमा हेर्दाखेरि हामीले झट्ट हेर्दाखेरि अलिकति गाह्रो जस्तो देखिन्छ तर हामीले थोरै लजिक लगायो भने इजिली यसमा नम्बर अफ ट्रायंगल काउन्ट गरिहाल्न सक्छौं। यहाँनिर हामीले यो ट्रायंगललाई यसरी हेर्ने बीचमा दुईवटा स्ल्यान्टेड लाइन गएको ट्रायंगल यहाँनिर पनि बनेको छ त्यसपछि फेरि यो साइडमा नि बनेको छ माथितिर पनि बनेको छ अनि यो साइडमा पनि बनेको छ। हेर्नुहोस् है त यो साइडमा नि ट्रायंगल छ यहाँनिर पनि सेम बीचमा दुईवटा स्ल्यान्टेड लाइन गएको ट्रायंगल छ यो तलतिर पनि छ फेरि त्यसपछि फेरि यो साइडमा पनि छ। यसरी चाहिँ टोटल नम्बर अफ ट्रायंगल जसको बीचमा दुईवटा स्ल्यान्टेड लाइन गएको छ त्यो हामीसँग चाहिँ 6 वटा छ। यहाँनिर यो पोइन्टबाट हेर्नुस् एउटा ट्रायंगल यो पोइन्टबाट हेरेपछि दुईवटा ट्रायंगल यो पोइन्टबाट हेरेपछि तीनवटा ट्रायंगल यो पोइन्टबाट हेरेपछि 4 वटा यो पोइन्टबाट 5 वटा अनि लास्टमा यो पोइन्टबाट चाहिँ 6 वटा भयो। यसरी हामीसँग कतिवटा ट्रायंगल हुन्छ त टोटल 6 वटा छ भनेपछि यसरी दुईवटा स्ल्यान्टेड लाइन गएकोमा हामीसँग 1 + 2 + 3 6 वटा ट्रायंगल हुन्छ। यस्तै ट्रायंगल हामीसँग 6 वटा छ त्यही भएर 6 × 6 गर्ने अनि 36 आन्सर आउँछ। तर हामीले यो ट्रायंगलमा काउन्ट गरिराख्दाखेरि सबैमा एक एक चोटी चाहिँ 6 वटा ट्रायंगलहरुलाई चाहिँ हामीले डबल काउन्ट गरिरहेको छौं। ल हेर्नुस् है कसरी म भन्छु यहाँ डट देखाएपछि थाहा हुन्छ 1 2 3 काउन्ट गर्यौं फेरि यहाँबाट 1 2 3 फेरि यहाँबाट 1 2 3 1 2 3 1 2 3 यसरी काउन्ट गर्दाखेरि फेरि यहाँ पनि छ 1 2 3। अब यसरी यहाँ फिगरमा जहाँनिर दुईवटा डट आएको छ त्यो ट्रायंगललाई हामीले डबल गरिरहेको छौं त्यही भएर यसलाई चाहिँ हामीले सबैबाट त्यो ट्रायंगलहरुलाई माइनस गर्दिने 1 2 3 4 5 6 6 चोटी चाहिँ हामीले 6 वटा ट्रायंगलहरुलाई दुई दुई चोटी गरिरहेको छौं त्यही भएर 36 - 6 गर्ने आयो आन्सर 30। अब हामीले यहाँनिर बीचमा यसरी दुईवटा ट्रायंगलहरु खप्टेर बनेको देखेको छौं यो दुईवटा ट्रायंगललाई हामीले जोड्न अझै बाँकी छ है। यो ट्रायंगल कस्तो छ त यसरी दुईवटा ठुलो ट्रायंगलहरु बनेर षटकोण बनेको छ। यो दुईवटा ट्रायंगललाई चाहिँ एड गर्ने यो फिगरमा टोटल नम्बर अफ ट्रायंगल 32 वटा छ। अब हामी जाऊ फिगर 5। फिगर 5 मा हामीले ट्रायंगल जसको बीचमा एउटा स्ल्यान्टेड लाइन गएको छ त्यस्तो ट्रायंगल हामीले दुईवटा देखिरहेको छौं। यहाँनिर 1 2 3 ट्रायंगल 4 5 6 ट्रायंगल अनि यसमा यसरी यताको 1 1 मिलेर यहाँनिर पनि एउटा ट्रायंगल बनेको छ यसलाई जोडौ अनि त्यसपछि यो साइडमा पनि एउटा ट्रायंगल बनेको छ भनेपछि यहाँ कतिवटा ट्रायंगल आयो त 1 2 3 4 5 6 6 प्लस फेरि
यो साइडको ट्रायंगल अनि यो राइट ह्यान्ड साइडको ट्रायंगल दुईवटा अनि त्यसपछि यो तलतिर फर्केको ठुलो ट्रायंगल एउटा गरेर यसमा टोटल नम्बर अफ ट्रायंगल छ 6 7 8 9 अब हामी जाउँ नेक्स्ट फिगर 6 फिगर 6 मा हामीलाई ट्रायंगल एउटा स्टार दिएको छ अनि यो स्टारमा टोटल नम्बर अफ ट्रायंगल काउन्ट गर्न एकदमै सजिलो छ है अनि एकचोटि तपाईहरुलाई यसमा कतिवटा छ टोटल नम्बर अफ ट्रायंगल भनेर थाहा पाउनु भएपछि त्यसलाई मेमोराइज गर्ने अनि फेरि त्यहाँनिर काउन्ट गरिराख्न पनि पर्दैन म तपाईलाई पहिला सुरु यहाँनिर बाहिरबाट झट्ट हेर्दाखेरि देखिने टोटल नम्बर अफ ट्रायंगल काउन्ट गरौँ है त यहाँनिर 1 2 3 4 अनि 5 यो त हामीले बाहिरबाट हेर्दा देखिरहेको छौं नम्बर अफ ट्रायंगल झट्ट हेर्दाखेरि बाहिर 5 वटा देखिन्छ तर यहाँ अझै 5 वटा ट्रायंगलहरु लुकेको छ अब यसलाई चाहिँ म यहाँनिर फिगर बनाएर देखाउँछु तपाईलाई 1 2 3 4 अनि 5 यहाँनिर भित्रको 5 वटा ट्रायंगलहरु कहाँनिर छ त एउटा ट्रायंगल यहाँनिर छ अर्को ट्रायंगल कहाँनिर छ यसरी यहाँनिर छ अर्को ट्रायंगल फेरि भित्रको ट्रायंगल छ यो भयो थर्ड ट्रायंगल अनि अर्को पनि ट्रायंगल छ यहाँनिर त्यो ट्रायंगल हो यो ट्रायंगल अनि यहाँनिर अर्को पनि एउटा ट्रायंगल छ त्यो ट्रायंगल छ यहाँनिर यसरी यो ट्रायंगलको भित्र 5 वटा ट्रायंगलहरु लुकेको छ अनि हामीलाई के थाहा हुन्छ त अझै 5 वटा ट्रायंगल छ 5 + 5 10 अब तपाईले स्टारमा हैन हामीले यसरी बनाउने स्टारमा चाहिँ 10 वटा ट्रायंगल हुन्छ भनेर मेमोराइज गरेपछि फेरि यसरी दोहोराइ तेराइ चाहिँ गरिराख्नु परेन अब हामी जाऊ फिगर 7 फिगर 7 त ठुलो देखिन्छ त ल हेर्नुस् फिगर 7 यो सेम हो है त यसमा मैले अलि क्यूट बनाएको छु के यहाँनिर यो नम्बर अफ ट्रायंगल यसरी बीचमा स्ल्यान्टेड लाइन गएकोमा 3 वटा ट्रायंगल हुन्छ भनेर हामीलाई थाहा भइसक्यो अब त्यस्तै ट्रायंगल कतिवटा छ खोजौँ है त यहाँनिर छ 1 2 3 4 5 6 10 11 12 15 16 17 18 19 20 21 काउन्ट गरौँ त कतिवटा 1 2 3 4 5 6 7 7 3 7 and 7 times 3 कति हुन्छ 21 अब यहाँ हामीले काउन्ट गर्न बाँकी भएको ट्रायंगलहरु कहाँनिर छ त यो माथि र तलको 1 1 ट्रायंगल एड गरेपछि है यो दुईवटालाई जोडेपछि यहाँनिर पनि एउटा ट्रायंगल बनिरहेको छ एउटा ट्रायंगल जोडौं अझै फेरि यतातिर पनि बन्छ त्यसपछि फेरि यहाँनिर यो साइडमा पनि उस्तै तरिकाले यहाँनिर अनि यहाँनिर ट्रायंगल बनिरहेको छ अब कतिवटा ट्रायंगल भयो त 4 वटा भयो गरेपछि 25 अनि एउटा हामीले ट्रायंगल जोड्न बाँकी छ म देखाउँछु ल हेर्नुस् यहाँनिर ट्रायंगल हामीले जोड्न बाँकी भनेको ट्रायंगल यो अनि अर्को ट्रायंगल पनि छ यतातिर दुईवटा भयो यसपछि अझै दुईवटा ट्रायंगल जोड्न बाँकी छ त्यो ट्रायंगल कहाँनिर छ त यहाँनिर छ अनि एउटा ट्रायंगल फेरि यसरी यहाँनिर छ भनेपछि 1 2 3 4 अझै 4 वटा बाँकी भयो जोड्न यो फिगरमा छ टोटल नम्बर अफ ट्रायंगल 29 अब जाउँ हामी फिगर 8 यसमा यस्तै स्ल्यान्टेड लाइन बीचमा भएको ट्रायंगल यहाँनिर देखिन्छ 1 2 3 4 5 6 अनि यो र यो ट्रायंगल जोडेर यसरी एउटा ट्रायंगल यहाँनिर बनेको छ 7 अनि यो तलतिर पनि एउटा ट्रायंगल बनिरहेको छ 8 अनि यो माथितिर बनेको यो ट्रायंगल 1 यो ट्रायंगल 2
दुईवटा एड गर्ने अनि यसमा +10 आउँछ। यसको मतलब यो फिगरमा टोटल नम्बर अफ ट्रायंगल 10 वटा छ। अब हामी छ फिगर 9 एन्ड 10। ल हेर यो पनि अगाडिकै हामीले ट्रिकहरु एप्लाई गर्दै सल्भ गर्ने। 1 2 3 4 5 6 7 8 9 यसरी यहाँनिर 9 एउटा ट्रायंगलहरु छ अनि यो बीचमा देखेको एउटा ट्रायंगल छ +1। त्यसपछि यहाँनिर एउटा ठूलो ट्रायंगल छ +1 गरेर यो फिगरमा टोटल नम्बर अफ ट्रायंगल 11 वटा छ। अब हामी जाउँ नेक्स्ट फिगर 10। फिगर 10 मा पनि सिम्पली अगाडि जसरी हामीले गर्दै आइरहेछौं त्यसरी हामीले इजिली सल्भ गर्न सक्छौं। 1 2 3 4 5 6 7 8 9 10 11 12 अनि यसपछि यो ठूलो फिगर छ 13। बुझ्नुभयो नि यसमा 1 2 3 यस्तै खालको ट्रायंगल हामीसँग कतिवटा छ 4 वटा छ। 3 टाइम्स 4 12 अनि यो सबैभन्दा ठूलो ट्रायंगल छ +1 गरेपछि यो चाहिँ बिग ट्रायंगल मैले एड गरिरहेको छु है। एन्सर कति आयो त 13। टोटल नम्बर अफ ट्रायंगल 13 वटा छ यसमा। अब जाउँ हामी फिगर 11। फिगर 11 इज यहाँनिर पनि यसरी यो ट्रायंगल बनाउँदा के ध्यान दिनु पर्यो त यसको बीचमा कतिवटा स्ल्यान्टेड लाइन छ। यसरी माथिदेखि तल बेससम्म आएको स्ल्यान्टेड लाइन भनेको यहाँनिर 2 वटा छ भनेपछि त्यो फिगरलाई पहिला सल्भ गरौँ। यस्तो खालको फिगर छ भनेपछि 1 2 3 हुन्छ अनि टोटल नम्बर अफ ट्रायंगल यसमा हुन्छ 6 वटा। अब फेरि यहाँनिर यो एउटा ट्रायंगल बनेको छ अनि यो साइडमा एउटा ट्रायंगल बनाएको छ। त्यसपछि यहाँनिर अनि यो र यो कर्नरलाई हेरेपछि यो साइडमा पनि अर्को ट्रायंगल बनेको छ। अब हामीले प्लस के गर्ने 3 गर्ने। यसमा टोटल नम्बर अफ ट्रायंगल छ 9। अब जाउँ हामी फिगर 12। फिगर 12 ल हेर्नुस् यसमा पनि हामीले 1 2 3 काउन्ट गरौँ। 1 2 3 काउन्ट गरौँ। यो चाहिँ हामीले सुरुमा यो देखिरहेछ नि यो सानो ट्रायंगल यसलाई लिएर है यहाँनिर यसरी स्क्वायरमा सेन्टरबाट यसरी दुईवटा धर्कोहरू काटिएको छ अनि त्यसपछि यो ट्रायंगलको 1 2 3 लियौं। त्यसपछि यतापट्टि साइडको पनि काउन्ट गर्दा 1 2 3 लियो। तर यहाँनिर के भएको छ बीचमा फेरि एउटा सानो ट्रायंगल खप्टेको छ नि त्यसको पनि हामीले फेरि 1 2 3 लियौं है त। गर्दाखेरि 3 टाइम्स 3 कति हुन्छ 9 अनि हामीले काउन्ट गर्न बाँकी यहाँनिर 1 2 यसलाई काउन्ट गरौँ यति ट्रायंगललाई। अनि यस्तै गरेर यो साइडमा पनि अर्को ट्रायंगल बन्छ भनेपछि 2 एड गर्ने। अब यस्तै फेरि यो साइडमा पनि हामीले हेरौँ यहाँनिर पनि एउटा ट्रायंगल बनिरहेको छ। अब यस्तै फेरि उतापट्टि साइडमा पनि एउटा ट्रायंगल बन्छ भनेपछि 2 अझै एड गरौँ है त। अनि हामीले अब काउन्ट गर्न बाँकी भयो दुईवटा ट्रायंगल त्यो कहाँनिर छ म देखाउँछु है। ल हेर्नुस् यो अनि यो ट्रायंगल काउन्ट गर्न बाँकी छ +2 गर्ने। एन्सर कति आउँछ यसरी 15। अब जब हामी फिगर 13 मा यो फिगर एकदम इजी छ है हामीले यसलाई राम्रोसँग ध्यान दिएर हेर्यो भने सल्भ गर्न सक्छौं। 1 2 3 यहाँनिर एउटा यहाँसम्म ट्रायंगल बनेको छ नि यसलाई हेर्दा अनि यहाँनिर बनेको यो ट्रायंगल यहाँसम्मको अनि यहाँदेखिबाट यहाँ अनि यहाँसम्मको यो ट्रायंगललाई हेर्दा फेरि यहाँ पनि 1 2 3 ट्रायंगल बनिरहेको छ। 3 टाइम्स 2 6 भइहाल्यो। अब यसपछि यहाँनिर बनिरहेको छ एउटा छोटो ट्रायंगल अनि यहाँनिर पनि बनेको छ। यो ट्रायंगलको बीचमा फेरि एउटा स्ल्यान्टेड लाइन गयो के भनेपछि यहाँ पनि 1 2 3 भयो। अब फेरि +3 गर्ने एन्सर आयो 9। अब यहाँनिर काउन्ट गर्न बाँकी ट्रायंगल छ। यो साइडमा यो ट्रायंगल
ल हेर्नुहोस् एउटा ट्रायङ्गल यहाँनिर छ, अर्को फेरि ठुलो ट्रायङ्गल हामीले यहाँनिर देख्न सक्छौँ। भनेपछि अझै 2 एड गर्ने, अनि अर्को 2 कहाँनिर एड गर्ने त यहाँनिर भनेको यो ट्रायङ्गललाई एउटा दुईवटा अझै यसमा 2 एड गरौँ, अनि यहाँनिर हामीले एउटा ट्रायङ्गल यो माथितिर देखिरहेको छौँ। यो ट्रायङ्गललाई एड गरेपछि 1, अनि यो ट्रायङ्गलसँगै यो साइडको ट्रायङ्गलसँग पनि एड गरिसकेपछि यहाँनिर पनि एउटा ट्रायङ्गल बनिरहेको छ, हामीले देख्न सक्छौँ। यसलाई पनि एड गर्ने भनेपछि टोटल नम्बर अफ ट्रायङ्गल कति भयो यसमा 15। अब जाउँ हामी सेकेन्ड लास्ट फिगर 14 एन्ड 15। फिगर 14 मा हामीसँग यस्तो खालको फिगर छ। यसमा हामीले बीचमा स्ल्यान्टेड लाइन एउटा गएको, ट्रायङ्गल हेर्दाखेरि काउन्ट गर्दाखेरि कतिवटा छ त यहाँनिर बीचमा यसरी गएको छ स्ल्यान्टेड लाइन एउटा ट्रायङ्गल, अनि यो दुईवटा ट्रायङ्गल, त्यसपछि यो तीनवटा ट्रायङ्गल, फेरि यहाँदेखिबाट यहाँसम्म चारवटा ट्रायङ्गल बन्यो, अनि अर्को ट्रायङ्गल छ लास्टमा यसरी पाँचवटा ट्रायङ्गल बन्यो। फेरि देखाउँछु है त 1 2 3 4 5 6 7 8 9, यो फेरि यो ट्रायङ्गल, तर यहाँनिरदेखिबाट यो पुरै बेस हेर्दाखेरि यहाँनिर अर्को पनि ट्रायङ्गल छ, त्यही भएर यहाँ 1 2 3 अझै गरौँ, अनि यो सबैभन्दा लास्टको ट्रायङ्गल 1 2 3 1 2 3 4 5, हामीसँग तीनवटा ट्रायङ्गल भएको, बीचमा स्ल्यान्टेड लाइन गएपछि यसको एन्सर कति हुन्छ 3, यस्तो खालको ट्रायङ्गल 5वटा छ, 3 टाइम्स 5 15 भयो। अब यसपछि हामीले काउन्ट गर्न बाँकी ट्रायङ्गलहरू म देखाउँछु है त 1 2, यसलाई यहाँ काउन्ट गर्न बाँकी छ कि 3, अनि त्यसपछि 4 एड गर्ने, यसरी टोटल नम्बर अफ ट्रायङ्गल कति छ त 19 छ, एन्सर इज 19। अब हामी जाऊ लास्ट फिगर 15। यो फिगरमा हामीले फेरि पनि पहिलेको जसरी काउन्ट गर्दैछौँ 1 2 3 4 5 6, अनि त्यसपछि 6 प्लस यहाँनिर साइडमा एउटा ट्रायङ्गल देखिन्छ क्लियरली होइन, अनि यो साइडमा पनि देखिरहेको छ +2 गरौँ। अब हामीले अर्को ट्रायङ्गल कहाँनिर देख्छौँ त यहाँनिर। अब यो सानो ट्रायङ्गललाई त काउन्ट गऱ्यौँ, यो ट्रायङ्गललाई काउन्ट गर्न बाँकी छ 1, त्यसपछि यहाँ बाहिरतिरबाट यो एन्डसम्म नै 2 एड गरौँ, अनि फेरि माथितिर पनि अर्को ट्रायङ्गल हामीले काउन्ट गरिरहेको छैनौँ, त्यो भनेको यहाँनिरको ट्रायङ्गल, अनि अर्को ट्रायङ्गल फेरि यहाँनिरबाट तलसम्मको अझै 2 एड गरौँ। अझ हामीसँग दुईवटा ट्रायङ्गल काउन्ट गर्न बाँकी छ, त्यो कहाँनिर छ म देखाउँदैछु। यो पोइन्टलाई हेर्नुहोस्, यो पोइन्टलाई हेर्नुहोस्, यो पोइन्टलाई हेर्नुहोस्, अनि त्यसपछि यसलाई अर्को ट्रायङ्गल छ कहाँनिर छ यहाँनिर छ, यो पोइन्टलाई हेर्नुहोस्, यहाँदेखि यहाँसम्म दुईवटा ट्रायङ्गल त हामीले काउन्ट गर्नै बाँकी छ, भनेपछि 2 अझै 2 एड गर्ने, यसरी टोटल नम्बर अफ ट्रायङ्गल अब पत्ता लाग्यो 6 + 2 + 2 10 + 4 14, यो फिगरमा टोटल नम्बर अफ ट्रायङ्गल छ 14। थ्याङ्क यू।